नमस्ते एन्ड फेपुलो सबैलाई। ओके, आज चाहिँ म कहाँ पुगेको छ भने मेरो गाउँमा पुगेको छ होइन। म चाहिँ कहाँबाट हो भने चाहिँ सर्बङबाट, सर्बङ दार्गेथाङ भन्दा अहिले चाहिँ पाटोबारी भन्छ सबैले होइन। अन्त म तपाईँहरूलाई हाम्रो सबै कलोनी देखाउँछु ल तपाईँहरूलाई। अन्त हाम्रो यहाँ चाहिँ आपाहरूको चाहिँ 6वटा दाजुभाइ हो, 6जना दाजुभाइ, त्यहाँदेखि 3जना दिदी बहिनीहरू, अन्त मेरो आपा चाहिँ कान्छा हो होइन। अन्त यहाँ चाहिँ हामी यहाँ 3जना लाइन के अरे 3टा दाजुभाइको योपट्टि छ, 3जना योपट्टि छ। म एउटा एउटा गरेर देखाउँछु तपाईँलाई कहाँ कहाँ भनेर। अन्त भुटानमा चाहिँ दोङ हामी मात्रै छ भन्छ होइन। अन्त के अरे तामाङबाट दोङ चाहिँ भुटानमा हामी मात्रै छ अरे। अन्त आउनुहोस् ल तपाईँहरूलाई जेठाको घर देखाउँछु पहिला, त्यहाँदेखि कान्छाको जेठा, त्यहाँदेखि मैले भन्नु जान्दैन। फर्स्ट, सेकेन्ड, थर्ड, फोर्थ, फिफ्थ, सिक्स को उनीहरू 6जनाको घरलाई देखाउँछु। अन्त हामी चाहिँ यहाँ चाहिँ सबै दोङ फ्यामिली मात्रै बस्छ। अन्त यति हो, आउनुहोस् फर्स्टको घर देखाउँछु। जेठा छोरा नि फर्स्ट, उनीहरूको दाजुभाइबाट जेठा छोराको घर चाहिँ आबेनको घर चाहिँ यहाँ हो। आबेन त छैन तर पनि के अरे जुजो छ, जुजो हुनुहुन्छ। अन्त जुजो बस्नुहुन्छ, आबेन त पहिल्यै बस्नु भएको। जेठा छोराको घर। अन्त यो घर चाहिँ हाम्रो आपाहरूको फ्यामिलीको सेकेन्ड कसको अरे मजाले बनाउने भिडियो हेरेर सेकेन्ड छोराको हो, सेकेन्ड मेमे आबेनको। अन्त यो घर चाहिँ फ्लावर छैन, आबेनको घर हो यो चाहिँ। खै हेरौँ आउँछ के हुँदैन भिडियोमा। कहाँ पुग्यो भने अब फोर्थ आबेनको घरमा पुग्यो हामी चाहिँ, दाजुभाइ फोर्थबाट। त्यहाँनिर चाहिँ आबेन फिफ्थ आबेनको घरमा पुगेको। यो चाहिँ आबेन फिफ्थ आबेनको हो। कम अब चाहिँ यो चाहिँ कसो घर हो? कसो घर अरे? कान्छा मेमेको नाम के हो? कान्छा मेमेको नाम के हो? यो घर कसको अरे? कान्छा मेमेको। ल यो घर चाहिँ मेरो घर हो। आउनुहोस् हाम्रो आपा चाहिँ सबभन्दा कान्छा हो नि त, हो त्यो गरेर। अन्त यो घर चाहिँ मेरो हो। अब यो चाहिँ बाटो चाहिँ सिधा छ होइन। यहाँ थियो नि यतापट्टि चाहिँ 3जनाको घर, यता चाहिँ 3जनाको घर छ आपाहरूको फ्यामिलीहरूको होइन। अन्त हामी सबै सँगै बस्छ। इस्ट अर वेस्ट, दोङ इज द बेस्ट भने जस्तै हो। अब हाम्रो आफ्नो फ्यामिली त आफूलाई बेस्ट लाग्छ नि त होइन, जसलाई पनि। तर हाम्रो फ्यामिली चाहिँ सपोर्टिभ, कोअपरेटिभ मजाको छ नि त। फेरि एउटा सिक्रेट चाहिँ सबैले डान्स गर्छ। बस्दै डान्स